सो हेलो गाइज वेलकम टु माई च्यानल होइन आज अब हामी जाँदैछु जङ्गल। तपाईँहरूले थम्बनेल देखेर नै थाहा पाइसक्नु होला म आज के गर्न जाँदैछु र यहाँ हामी गाईबस्तु लिएर जाँदैछौँ। यहाँ हुन्छ हाम्रो हजुरबा त हेरिदिनु नहेर्ने झ्याप्पसँग र आज हामी पेन्टिङ गर्न जाँदैछु। होइन मलाई पेन्टिङ गर्न त खासै आउँदैन, म प्र्याक्टिसको लागि प्र्याक्टिस पनि हुन्छ नि त, त्यही भएर आज यसो ट्राई हान्यौँ। त्यही हो, अब हामी जङ्गलमा गएर भेटौँ है त प्रायः पेन्टिङ गर्ने ठाउँमा। तपाईँहरूले देख्न सक्नुहुन्छ यो हाम्रो जङ्गल, ब्युटिफुल जङ्गल होइन। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा गरिदिनु होला। म अझै अहिले योभन्दा राम्रो राम्रो जङ्गलहरू पनि देखाउँछु तपाईँहरूलाई पेन्टिङ। र अब म तपाईँहरूलाई एउटा चिज देखाउनु गइरहेको छु। यहाँ हेर्नु होला, यो हाम्रो हाइड्रो पावर, यो चिखुवा खोलाको यो अहिले तपाईँहरूलाई थाहा छ होला। यहाँबाट लिएर गएको छ, यता हुँदै 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 यता उँधोबाट लगेको छ अरुण थड हुँदै। यहाँ छ पावर हाउस छ यहाँ माथि, तपाईँहरूले देखिराख्नु भएको होला। यहाँ हेर्दै नगल। र यहाँ छन् हाम्रो बाख्रा, यहाँ छ आँपको बोट र अर्को आँपको बोट रहेको छ ऊ पर, यहाँ हेर्नु होला त्यहाँ छ। झ्याप्पसँग अहिले एकछिनमा आउनुपर्छ, आँप हान्नुपर्छ। र तपाईँहरूले कतिको आँपहरू चोर्दै हुनुहुन्छ। अब गाउँघरतिरको चलन त त्यही हो, तराईतिर पनि त्यस्तै छ भन्नु होला, म कमेन्ट पढिरहेको हुन्छु। र अहिले बाख्राहरू यता आँप खाँदैछन्, आँप अहिले झरेको आँपहरू टुप्पा टुप्पामा अलिअलि छन्। यसमा त्यति भेट्दैन, त्यो परको आँप चाहिँ भक्कु छ, त्यहाँ चाहिँ हान्नुपर्छ अहिले। के भन् हाई भन्ने, यहाँ क्यामेरामा हाई भन्। यो हाम्रो माइकल र अब म निकाल्छु झोला होइन। अब हेर्दै गर्नु होला कस्तो पेन्टिङ हुन्छ। मैले त्यति खासै केही त लिएको छैन, उति जाने हो। यहाँ छ ओहो यो हाम्रो यहाँ कलर राख्ने ठाउँ होइन त, अरू केही छैन। यो मास्किङ टेप हो, टेप त टाँस्नु पऱ्यो होला नि त हौ किबोर्डमा। यो छ मैले घरमा बनाएको होममेड प्लाईको पेन्टिङ राख्दा बनाउने। यो पनि टाँसिरहेको थियो भन्दा अगाडिको पेन्टिङको, भनेपछि मैले सायद यो युज गर्नुपर्छ जस्तो लागेन, त्यही पनि निकालेर ल्याइराखेको आफ्नो लागि हो। र यो पेपर छ, यो पेपर A4 साइज पेपर हो। र हामी अब सिन सायद यतैको कताको ड्र गर्छौँ। आज हामी बाख्रा चराउने यतै नै हो, त्यही भएर अब यहाँ अरू के छ, यहाँ छ अरू 5 रुपियाँ निस्किन्छ त। यहाँ अस्ति भर्खर मैले दराजबाट अनलाइन मगाएको थिएँ, यो सामानहरू यहाँ छ। यहाँ हेर्न सक्नुहुन्छ, यसलाई यहाँ राख्नु र कलर ट्राई गर्नको लागि यो पेपर कस्तो कस्तो कलर निकाल्नु पऱ्यो नि त कलर। अनि रहेको छ हाम्रो यहाँ ब्रस, मेरो ब्रस छ यति ब्रस छ, अरू त खासै केही छैन। मेरो यहाँ झोलामा छ कलर सायद यहाँ छ, यो पनि मैले बिर्सेको थिएँ, आधी बाटोमा आएर सम्झेर पो लिएको थिएँ। यो 20 रुपिस वाटर कलर सकिन आँटेको छ, म यहीबाट प्र्याक्टिस गर्छु नि त सुरुमा, त्यही हो। अब हामी प्र्याक्टिस गर्नुपर्छ होइन, बिस्तारै बिस्तारै। म यो मास्किङ टेपहरू लाउँछु। तपाईँहरू च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला र कमेन्टमा भन्नु होला तपाईँलाई पेन्टिङ कस्तो लाग्यो। हेर्न सक्नुहुन्छ मैले चाहिँ स्ट्यान्ड ल्याइनँ, त्यही भएर मैले चाहिँ अब आफ्नै तरिकाले जुगाड बनाएको छु। यहाँ फोनको स्ट्यान्ड ट्याक्क यसरी यहाँ यसरी राखेपछि ट्याक्क हेर्नु त त्यो देखिन्छ। हाम्रो माइकल डनले के देखिसकेको छ। र अब म यहाँ पेपरहरू युज गर्छु, त्यहाँ टाँस्छु। तपाईँहरूले टाइम ल्याप्स हेर्नु होला है त। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ मैले चाहिँ मास्किङ टेप लाएर सकिसकेको छु। यहाँ हेर्नु होला मास्किङ टेप मैले फुल लगाइसकेको छु। र अब हामी लिन जान्छौँ पानीको यहाँ आवश्यकता छ। मैले घरबाटै कप लिएर आएको छु, अब पानी त चाहिन्छ, तपाईँहरूलाई पनि थाहा होला पेन्टिङ गर्ने मान्छेलाई। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ छ हाम्रो धारा, पानी ल्याउने धारा। हामीले गोठा लाउँदा पानी खाने ठाउँ यही हो। यहाँ चाहिँ अर्ग्यानिक सफा पानी पाउँछ होइन, प्रकृतिले दिएको पानी हो। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हामी बाँस लाएर स्थिर बनाएको छ। यो झाडीझुडी छ, यहाँ सफा गरेर अस्ति भर गरेको फेरि उस्तै भइरहेको छ। र हामी यहाँ पानी भर्छौँ अनि हामी लगातार जान्छौँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले कति क्लियर छ पानी। यो तपाईँहरूले मखमा देखेको कालो चाहिँ मख के हो हेर्न सक्नुहुन्छ। यहाँ मखमै भएको हो यो पानी, यहाँको क्लियर छ।
मैले चाहिँ अघि बोतलमा पानी लिएर आइसकेको छु यहीँबाट फ्रिजको होइन, त्यही भएर हो। अब हामी गएर अब हामी लगातारै पेन्टिङ गर्छौँ होइन, कस्तो हुन्छ। मैले पानी लिएर आइसकेँ होइन। अब म पेन्टिङ गर्न आँट्दा मैले के गरौँ भनेर सोच्दाखेरि यो जुन तपाईँहरूले देखिराख्नु भएको छ नि अगाडि डाँडा, यही डाँडा आज प्र्याक्टिस हान्दिउँ कि जस्तो लाग्दैन। जे जस्तो होइन, प्र्याक्टिस मेक्स मेन पर्फेक्ट होइन त, आयो नआए पनि प्र्याक्टिस गर्ने हो। त्यही भएर अब म यो डाँडा बनाउँछु। बाख्रा चढ्दैछन्, यहाँ गाई छ, यहाँ माथितिर गाई छ र ऊ पर हाम्रो हजुरबा हुनुहुन्छ। हजुरबाले नि केही हलो सलो लिएर बनाउन आएको छु भन्नुहुन्थ्यो। आज मैले पनि यो लिएर आएको छु। अब गाई बस्तु चऱ्यो भने राम्रो, चरेन भने हाम्रो पेन्टिङ अधुरो हुन्छ होइन, त्यति नै हो। ल अब हामी पेन्टिङ सुरु गरौँ है त। अनि यो के गर्दैछ मुख हालेर? माइकल के गरेको? के गरेको भन्दै यहाँ के गरेको? के गरेको त? मुख हालेर फ्याँ फ्याँ गर्दै, यसको काम छैन। सिट पो भयो त यार। मैले जुन यो बनाएको थिएँ नि यो पारी डाँडाको, यहाँ मैले आउटलाइन गरेको थिएँ, अलि देखिदियो होला है। अब हाम्रो बाख्रा गइदियो उता, गाई यहाँ छ, म जानु पऱ्यो त्यता। मैले त्यो सबै थन्काएर पो जानु पऱ्यो त, थन्काउनु पऱ्यो। अब मैले टेन्सन भइदियो। अब त्यताकै पेन्टिङ गर्नुपर्ने भयो। यताको यो अब के गरौँ त्यहीँ गएर थाहा हुन्छ गाई। अब म प्याकिङ गर्छु फेरि। केही छैन गाई, डाँडो चाहिँ हाम्रो त्यही डाँडो पऱ्यो होइन, म परतिर थिएँ अघि। डाँडो चाहिँ यही हो। अब यही रुखहरू चाहिँ अलिकति फेरिने भयो, डाँडो यही हो। र म फेरि यही डाँडोलाई निरन्तरता दिइरहन्छु। बाख्राहरू यहाँ छन्, त्यो जामा लाउने बाख्राहरूलाई नि म मारिदिन्छु होला हौ। गाई उतापट्टि छ, आज बाख्रा कुदेको भयो। अब फेरि झोलाबाट सामान निकाल्यो, फेरि बाख्राको झोलामा हाल्न लागिसक्यो। ठिकै छ, जे भने आज लाइभ पेन्टिङ गर्न आएको जङ्गलमा गरिदिउँ न होइन, कस्तो हुन्छ। In my pocket, I'm hunting, looking for a come up. This is awesome. Nah, walk up into the club like what up? I got a big. I'm so pumped up from the thrift shop. हेर्न सक्नुहुन्छ गाइस, तपाईँहरूले चाहिँ पानी यस्तो कालो मुस्लो भएर आइसकेको छ। यो पानी नै हो, दिन धुम्मिरहेको छ। अनि म त भर्खर फर्स्ट लेयर चढाउँदै थिएँ यार पेन्टिङमा। यहाँ हेर्न सक्नुहुन्छ फर्स्ट लेयर चढाउँदै थिएँ। अब यो पेन्टिङ गरौँ कि नगरौँ पो भयो त। म त पानी यताबाट आइरहेछ, पानी नआइपुगिन्जेल चाहिँ हामी गर्ने होइन। यहाँ म तपाईँहरूले देखाउँछु कि हेर्नु होला, म यहाँ फर्स्ट लेयर चढाउँदै थिएँ। खासै राम्रो भएको छैन, जे अनि म फर्स्ट लेयर मात्र चढाउँदै थिएँ। यो अब पानी यस्तरी आइरहेको छ, पानी छिट्याउनु थालिसक्यो गाइज। अब आज पेन्टिङ बन्छ जस्तो खासै लागेन। जति बन्छ त्यति बनाऊँ होइन, हेर्दै गर्नु होला, जति बन्छ त्यति। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, मैले यति बनाएको छु। मैले यति पनि यो के बनाएको भने नि पत्तो छैन। यहाँ कालो कहाँबाट लाग्यो, यहाँ मलाई रिस उठ्यो, मैले बनाएँ। अनि यो मलाई पत्तो भएन। अब पानी पनि आउला जस्तो छैन, घाम अलिअलि लागे जस्तो हुँदैछ, दिन खुलिँदैछ। र मेरो बाख्रा हराइसकेका छन्। हजुरबा नि गाई लिएर आउँदै हुन्छ, बाख्रा छैन। त्यही भएर म अब बाख्रा खोज्नुपर्ने हुन्छ। र आजको भिडियो म यतिमै अन्त्य गर्न चाहन्छु। र अर्को दिन हामी फेरि पेन्टिङ ट्राई गर्नेछौँ। आजको लागि यति नै, बाई बाई। च्यानललाई सब्सक्राइब गरिदिनु होला। तू समझा? हाँ नहीं, तू समझा नहीं।